2-3 दिनमा बल्ल दिसा हुन्छ। दिसा पनि एकदमै साह्रो आउने है, दिसा गर्दा पनि एकदमै गाह्रो भए जस्तो हुने, एकदम साह्रो हुने है। अनि कहिलेकाहीँ दिसामा रगत पनि आउने, पेट ढुस्स भए जस्तो हुने, खान मन पनि नलाग्ने, मास्तिबाट चाहिँ नमिठो डकारहरू आउने, खान मन पनि नलाग्ने। यदि यस्तो छ भने तपाईँलाई चाहिँ जुन यो कब्जियत छ नि जुन कन्स्टिपेसन भनिन्छ, यसलाई चाहिँ सामान्य रूपमा लिनु भएन क्या, होइन? यसले चाहिँ भोलिपर्सि धेरै ठुलो समस्याहरू निम्ताउन सक्छ क्या। जस्तै तपाईँलाई चाहिँ अहिले साह्रो दिसा हुँदै गयो, तपाईँले खासै ध्यान दिनु भएको छैन, 2-3 मा दिसा भइ नै रहेछ, त्यस्तो सोच्नु भएको छ भने चाहिँ तपाईँलाई चाहिँ भोलिपर्सि अलिक ठुलै रोगहरू लाग्न सक्छ। जस्तो पाइल्स भन्छ होइन, अथवा हेमोरोइड्स, मेडिकल भाषामा हेमोरोइड्स भन्छ। त्यो चाहिँ सानो चिज होइन क्या। पाइल्स सानोतिनो हुँदा चाहिँ ठिकै हो। अब ठिक यत्तिकै मुखबाट औषधि खाएर पनि ठिक हुन्छ। तर अब पाइल्स बल्झियो, नराम्रो भयो भने त ठुल्ठुलो अपरेसनै गर्नुपर्ने हुन्छ। अनि त्यो पनि फेरि अनि एकदमै नराम्रो भएको छ, एकदमै गाह्रो छ भने चाहिँ त्यसले चाहिँ भोलिपछि अरू ठुलो रोगहरू पनि ल्याउन सक्छ। जस्तै फिसर्स पनि हुनसक्छ होइन, एकदमै दुख्ने, रगत आउने। त्यही भएर तपाईँले त्यो कन्स्टिपेसनलाई चाहिँ कन्ट्रोल गर्नुपर्यो क्या। गर्नुपर्यो चाहिँ के भन्दा पानी प्रशस्त खानुपर्यो, धेरै खानुपर्यो। फाइबर खानुपर्यो भनेको चना, त्यसपछि साग, फलफुल यिनीहरू चाहिँ धेरै खानुपर्यो क्या। दिनमा एउटा स्याउ खाइदिनुहोस्, तपाईँलाई एकदम राम्रो गर्छ। चना खानुहोस्, बिहान उठेर काँचो चना भिजाएर काँचो चना खानुहोस्, त्यसले एकदम राम्रो गर्छ। पानी मजाले खानुहोस् होइन। अनि निन्द्रा पनि मजाले पुग्या हुनुपर्यो होइन। एक्सर्साइज गर्नुहोस्, हिँडडुल गर्नुहोस्। अनि एकदम सेडेन्टरी लाइफस्टाइल होइन, कुर्सीमा बसेर काम गर्ने त्यस्तो हुनुहुन्छ भने पानी पनि खानुपर्यो, एक्सर्साइजहरू पनि गर्नुपर्यो। तर कन्स्टिपेसन चाहिँ हजुरले रोक्नुपर्छ है त। अनि त्यसले चाहिँ तपाईँलाई भोलिपर्सि लाइफस्टाइल चाहिँ एकदमै राम्रो गर्छ है त। ओके, थ्याङ्क यू, नमस्कार।